फेरि पनि आज त्रिपुरेश्वरको जाममा फसियो। हामी हिजो पनि जाममै फसेर हत्ते भएको थियो, आज पनि फेरि जाममा फस्यो। अब हामी हिँडेरै जाने निर्णयमा आयौँ। हेर्नुहोस् गाइज, भाइ सर सबिना हेर्नुहोस् गाइज, गाडीबाट झरीमा यहाँ माथिबाट यता जाने हो त होइन र? आन्दोलनले जाम पार्नु पाइरहेछ, सुन्न सक्नुहुन्छ। शास्ति कति भोगाइराखेको छ र शास्ति कति खेपिरहनु परेको छ भन्ने कुरो यहीँबाट चाहिँ चाल पाउनुहुनेछ। त्यो एक दिनको मात्रै होइन कि हरेक दिनको चाहिँ शास्ति यसरी भोग्नु परेको छ है गाइस। हेर्नुहोस् जाम 2 घन्टा पनि बेसी भइसक्यो यो जाम भएको। त्रिपुरेश्वरको जाम खास गर्दा यो जाम माइती घरमा शिक्षकहरूले गरेको आन्दोलनको हो। कारणले गर्दा हामी हस्पिटल जानको लागि कति घन्टासम्म बस्नुपर्ने हो थाहा छैन। कलङ्कीबाट त्रिपुरेश्वर आउन 2 घन्टा लाग्यो। गाह्रो छ हो साथीहरू नेपालमा। मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।